वर्किङ भिसामा हङकङ आउनलाई हाम्रो दिदीबहिनीहरूलाई इन्डिया या नेपालबाट आउनको लागि यहाँ स्यालेरी कसरी छ त भन्दाखेरि एकदमै राम्रो स्यालेरी छ। यहाँ 5,300 हङकङ डलर अहिलेको लेभलमा, अनि त्यति स्यालेरी पर मन्थ। अनि खाना लाउन र बस्नको सुविधाहरू पनि उहाँहरूलाई त्यहीँ जहाँ बस्नुहुन्छ, जहाँ जुन को भिसामा आउनुभएको छ उहाँहरूले नै दबाई पानी लाउन, खान, बस्न सबै कुराको फेसिलिटी दिनुहुने हुँदाखेरि यहाँको गभर्मेन्टले त्यो फेसिलिटीहरू दिलाइदिनु भएको छ र यहाँ त्यो दिनुहुन्छ पनि। त्यसरी दिँदाखेरि जोगाउन चाहनेहरूले अहिलेको सिलसिलामा लगभग 80-90 हजार नेपाली उहाँहरूले कमाउन सक्नुहुन्छ र त्यो चोखो बचाउँछु भन्नेहरूले एकदमै राम्रो छ। र कानुनी तवरले जाँदाखेरि पनि यहाँ एकदमै कुनै बिना टर्चरको, कुनै पनि हेरेसमेन्ट बिना उहाँहरूले काम गर्न पाउनुहुन्छ। यहाँ एकदमै राम्रो छ र नेपाली समाजहरू एकदमै धेरै भएको भएर दुःख सुखहरू आफ्नै गाउँमा, आफ्नै घरमा, आफ्नै समाजमा बसेको जस्तो हुन्छ। उहाँहरूलाई कति पनि फिल हुँदैन कि म विदेशमा छु। आफ्नो घर फ्यामिली छोडेर आउनुको पीडा, बालबच्चा छोडेर आउनुको पीडा त छुट्टै छ, तर पनि यहाँ आइसकेपछि चाहिँ उहाँहरू एकदमै छिटो रम्ने गर्नुहुन्छ नेपाली समाजमा।